चाहिँ हामी गोर्खाको रानी पोखरी घुम्न गइरहेको छौँ। हजुरहरूलाई पनि रानी पोखरी रानीताल हो, रानी पोखरी कि रानीताल हो त्यो थाहा भएन, जे होस् जान चाहिँ त्यहीँ लागेको हामी। अब यहाँ माथिबाट उकालो यता देखान भन, यो माथि मलाई देखान, यो माथि उकालो, यो माथि उकालो चढेर जाने, यो उकालो चढेर त्यसपछि उता के भन्छ राइट लाग्छौँ, त्यसपछि राइट लागेपछि फेरि उकालो चढ्छौँ अनि त्यहाँबाट ठ्याक्क अनि हाम्रो रानी पोखरी आउँछ गाइज। अनि सो गोर्खाको भ्यू यस्तो छ। अनि तल 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 मर्छु म। अनि अहिले चाहिँ दिउँसोको 3:30 भयो र हामी सुत्दै भएको कारणले गर्दा बाबाले तिमीहरू यस्तो तरिकाले हुँदैन, डुल्न जा, मलाई देखा न डुल्न यत्तिका माथि गर्न डुल्न जा भनेर हामी सब निस्किरहेको छौँ। त्यहाँ मम्मी बाबा त्यहाँ पुरै प्यार जताइरहेको छ। अनि हामी दुई भाइ छ। हामी चाहिँ अब हिँड्न थालिसकेको छौँ, तपाईँहरूलाई हामी देखाउँछौँ। सो मेरो ओटिटी देखा त, निकेर घाल्ने जाउँ हामी सोच्ने। हामी चाहिँ गइरहेको छौँ होइन। अनि यहाँ गोर्खामा त प्याज बढी खेती हुँदो रहेछ साथीहरू। सो हामी उकालो चढ्दैछौँ। हामी उकालो चढिसकेपछि भिडियो कन्टिन्यू गर्छु ट्याप लगाएर। सो गाइज अहिले चाहिँ हामी रानी पोखरीको छेउमा आइसकेको छौँ। यहाँ देख्नुहुन्छ मन्दिर, यता ब्यारेक छ। मान्छे त धेरै रहेछ यार, के त होइन होला। अहिले चाहिँ हामी रानी पोखरीको गेट प्रवेश गरिसक्यौँ। पोखरीको नजारा यस्तो छ। उता कस्तो राम्रो फुल फुलेको थियो नि यार। सो यो चाहिँ रानीतालको नजारा। अनि यहाँ बसेर मजासँग आनन्द लिएर टिकटकहरू बनाउने, फोटोहरू खिच्ने सब मिल्छ। आइज बसौँ। सो अहिले हामी चाहिँ यहाँ बसिरहेको छौँ। बाहिर म बाबु मम्मी कहाँ गयो थाहा होइन। अनि यहाँ दिस इज अ भ्यू अफ रानी पोखरी। हुन त यहाँ हामी आइरहेकै हो, हामी यो त बचपनदेखि नै आइरहेको ठाउँ हो। त्यही पनि यसो हेर्न आइदिएको। सो हाम्रो गोर्खा बजारको नजारा यस्तै छ। त्यहाँ चाहिँ लाउरेहरू सब बल खेल्दै बसिरहेको छन्। त्यहाँ लाउरेहरू त्यहाँ हेर्न सक्नुहुनेछ। त्यहाँ चाहिँ लाउरेहरू बल खेलिरहेको छ। अनि हामी यहाँबाट हेर्दै बसिरहेको छु। अब हामी चाहिँ एउटा दुइटा फोटो खिच्छौँ, टिकटक बनाउँछु अनि जान्छु होला चटपटे खानु। चटपटे साथीहरू अहिले चाहिँ मम्मीले चप्पल पनि सपिङ गर्यो भने हामी च्यारी हिँड्दैछौँ। अब चटपटे खाने हो, चटपटे। कस्तो दामी छ कि कस्तो कमालो छ। रुख हेर्न सक्नुहुन्छ। उता जाने होइन र
समात्न मोबाइल यसो अगाडि जान्छु म समात्न समात्न छिटो आइजन जान्नु त्यहाँ राजवीर सधैँभरि यसै गरी माया गर धन्यवाद मेरो बाबालाई यसले क्यामेरा समात्दैन नमानेको क्या चटपट खानु जानु पितम्बर के हो पितम्बरलाई उस हो के सबै नाम नै बिर्से यार हामी त फिल्म मात्रै हेर्ने हो नामहरू थाहा हुँदैन हामीलाई छैन त आजकल त हिँडेर त यहाँको ठेलाहरू त खासै है भन्नु के उस हटेको चटपट ऊ हिँडे ती ल यो भन्नु त हामी चाहिँ अब चटपट खान लागेको छ यहाँ गोविन्द अङ्कलले दामी बनाउनुहुन्छ दामी प्लेट कस्तो हुन्छ दुलो खुर्सानी हालेको बहिनी चटपटे चटपटे पटे चटपटे पटे चटपटे पटे आहा 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 चटपटे पटे चटपटे पटे चटपटे पटे आहा 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 100 रुपैयाँको कमा कसै हुनु पर्यो हैन म्याडम जी अमिलो छ यो पिरो छ मसाला बाबा कमा गमै खान्छु कि 100 रुपैयाँमा के चाहिँ आउँछ भन्थ्यो 30 रुपैयाँमा पनि आउँछ यो चाट तिनी पोली पोल्छ बेबी अहिले भने खाइहाले यो जसै हुने चटपटे पटे चटपटे पटे चटपटे पटे आहा 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 ए चटपटे Moments later. सो साथीहरू हामी चाहिँ मैले भ्लग कन्टिन्यू गर्नु बिर्सेछु चटपट खाए डुलेर हिँडेर पनि हामी घर आइपुगिसक्यौँ ला भिडियो त बनाउनै बिर्सेछ अहिले चाहिँ कोठामा बसेर म भिडियो बनाउँदैछु र आजको लेआउट यसरी नै चल्यो हाम्रो लेआउट यसरी नै चल्यो आज यति भन्दै बिदा हुन चाहन्छु हस्त धन्यवाद मेरो चटक हेरिदिनु भएको बाई बाई तपाईँहरूको दिन शुभ रहोस्